Hi everyone, welcome back to Cook with Love. Today's vlog is little different. It's not just about food but also about faith and fellowship. आज चाहिँ हामी आएको छौँ मरिया बस्ती गिर्जाघरमा। आज यहाँ यो चाहिँ डायसिसले एउटा तीर्थस्थान भनेर घोषणा गर्नुभएको छ। त्यसर्थ यो देख्नुभएको चाहिँ फादर हेर्बगरकै, जसले चाहिँ मरिया बस्तीको गिर्जालाई स्थापना गर्नुभएको। अनि यो गिर्जाघर स्थापना भएको चाहिँ 134 इयर्स चाहिँ पुरा गरिसक्नु भएको रहेछ यो गिर्जाघरले। तपाईहरु पनि आउनुहोस्। यहाँ मरिया बस्तीमा तीर्थयात्रा आउने मौका पाएँ, प्रभुलाई धन्यवाद छ। माई सिस्टर, तपाईलाई के भन्नु छ आज? मलाई के भन्नु छैन। भन्नु न अलिकति के भन्नु? तीर्थयात्रा आएको चाहिँ मरिया बस्तीमा। काका अल्फन्सा, अब धेरै उद्देश्य लिएर आएको छौँ। हाम्रो इच्छाहरू सबै पुरा हो। सबैको फोटो खिच्छ आज दामी दामी। हाम्रो फोटोग्राफर बहिनी। यो चाहिँ विजय रानी गिर्जाघरको माता मरिएको ग्रोट हो, जो चाहिँ फादर हेर्बगरले आफ्नै हातले खोपेर बनाउनु भएको रहेछ।